हेलो गाइस र आज चाहिँ टी मोमो खानु मन लागेर चाहिँ घरमा यसो टी मोमो बनाइहेरेको। धेरै वर्ष भएको थियो टी मोमोहरू नबनाएको नखाएको है। र आज चाहिँ घरमै बनाएर खानु पऱ्यो भने निकै बिर्सेछु पनि, तर दुःख सुख बनाउँदैछु। यो टी मोमो बनाउनु चाहिँ तपाईँको आफ्नो चाहिँ हुन्छ तरिका है। योभन्दा सजिलो पनि हुन्छ। मैले चाहिँ यस्तो प्रकारले बनाउँदैछु। योभन्दा सजिलो पनि हुन्छ, अझै हातले त्यो रब गर्दै बनाउँदा नि हुन्छ। र यसमा चाहिँ मेन अलिकति पास चाहिँ राम्रोसँगले राखेको हुनुपर्छ। 1 घन्टा म्याक्सिमम 1 घन्टा चाहिँ हुनुपर्छ यसको है। तर मैले चाहिँ अलिक टाइमले गर्दाखेरि तपाईँको आधी घन्टासम्म मात्रै राखेर पास त्यति राम्रो उठेको छैन, त्यसले गर्दा त्यस्तो खासै भएको छैन है। र यसको बनाउने तरिका धेरै हुन्छ। म चाहिँ यस्तो प्रकारले बनाउँछु, अर्को प्रकारले पनि बनाउँछु, तर यसरी पनि बनाउँछु है। हेर्नुहोस् तपाईँले यो त्यति पास राम्रो उठेको छैन, त्यसले गर्दाखेरि चाहिँ यो अलिकति चुट्टिँदैछ भनौँ न, त्यति राम्रो तन्किएको छैन। अब भरे पकाउँदा कस्तो हुँदो रहेछ है, हेरौँ। अलिकति नरम खालको भयो भने त ठिकै छ। अब त्यो चाम्रो खालको भयो भने चाहिँ फेरि राम्रो हुँदैन। यो त्यति पास राम्रो भएको छैन नि त, त्यसले गर्दाखेरि है। अन्त त्यो मोमोहरू चाहिँ यसरी बनाउँदैछु म चाहिँ। र टी मोमो आधा बनाउँदै है, मक्टुमा पनि हाल्दै गर्दैछु। यो डो अझै 4-5 वटा छ। यो चाहिँ एकदम पास अलिक मैले आधी घन्टा अझै राखेको भए चाहिँ एकदम राम्रो हुने थियो रहेछ है। यो मसिनोहरू चाहिँ मेरो नानीहरूले यहाँ यताउता खेल्दै बनाएकोहरू मैले बनाउनु दिएको। पास त्यति राम्रो पुगेको छैन चाहिँ, यो अलिकति त्यति खासै भएन। र नि घरमा यसो खानु दुःखो सुखो। यहाँ चाहिँ अन्त सँगसँगै टी मोमो सँगसँगै चिकन कर्ची मर्चीहरू, यो चाहिँ नोट सुप पनि थियो। नोट सुप पनि बनाएर चाहिँ खानु पऱ्यो भने चाहिँ नोट सुप पनि के बोइल गर्दैछु, बनाउँदैछु। कर्ची मर्ची चाहिँ अघि नै मेरो वाइफले अघि बनाइसक्यो। र यतारि कम्ती देख्नुहुँदै होला कराईमा, यो चाहिँ कर्ची मर्ची, यो चाहिँ नोट सुप चाहिँ अन्त बनाएर खानु पऱ्यो भनेर नि। र फाइनली हाम्रो टी मोमो पनि रेडी भयो। भनेको जस्तो भएछ, एकदम नरम, एकदमै नरम भएछ है। अन्त यहाँ विथ कर्ची मर्ची अन्त नोट सुप पनि सँगै छ है। नोट सुप र उयोसँग अब चाहिँ ड्याङ खुवाइ हुन्छ है। यहाँ चाहिँ मेरो छोराले पनि एकदम मिठो गरेर खाँदैछ। उसले चाहिँ यो फेरि यो जो चाहिँ सुक्खा रोटी भयो, यस्तो टी मोमोहरू पुरा मन पराउँछ कि। अन्त मजाले खाँदैछ, उसले पनि राम्रोसँगले खान्छ। अन्त उसले रिभ्यू पनि दिन्छ आप्पाले, र उसले पनि बनाएको थियो नि त। अन्त उसले पनि भन्छ आप्पा र मैले बनाएको भन्दै, उसले पनि मजाले खान्छ। खै देखाउ त यता, के हो यो त? आलुको सब्जी पो हो रहेछ है। के हो टी मोमो कस्तो राम्रो भएछ? नरम। ल यहाँ खै, यहाँ बाई बाई भनिदेऊ न सबैलाई। कस्तो भएछ भनिदेऊ। कसले बनाएको भनिदेऊ त। कसले अरे बनाउँछ? आप्पा र भाइ। आप्पाले मात्रै बनाएको होइन यो। ए साँच्ची भाइले पनि बनाएको थियो नि त एउटा है। ए ओके, लु बाई बाई भन्ने, बाई बाई भन्दै कस्तो मिठो भएछ भन्दै त। र तपाईँहरूलाई यो भिडियो हेरिदिनु भएकोमा है धेरै धेरै धन्यवाद। र यसरी नै माया दिँदै गर्नु होला। बाई बाई।